परम शान्ति। आजको भिडियोमा चाहिँ हामी भुलोको बारेमा कुरा गर्छौँ हैन। सुरु गरौँ है त भुलोको बारेमा। भुलोक भनेको हाम्रो पृथ्वी, मृत्युलोक भनौँ हैन। जे भने पनि कुरो एउटै हो। भूलोक, पृथ्वी, मृत्युलोक। मृत्युलोक सबै एउटै भयो हैन। अब हामी आत्माको बारेमा कुरा गर्ने भन्दा चाहिँ हाम्रो भूलोकमा चाहिँ अहिले हाम्रो टान्दै आत्माहरू छन्। जस्तै कि कोही आत्मा चाहिँ यही ब्रह्माण्डकै आत्माहरू छन् हैन। भन्न खोजेको क्रिएटर चाहिँ यही ब्रह्माण्डको क्रिएटरले चाहिँ बनाएको आत्माहरू पनि छन्। कोही आत्माहरूलाई ग्यालेक्सीको मालिकले बनाएको होला, कोही आत्माहरूलाई युनिभर्सको मालिकले बनाएको होला हैन। अहिलेको प्रेजेन्ट कन्डिसनमा भन्दाखेरि चाहिँ अहिले धेरै आत्माहरू बाहिरको अनन्त युनिभर्सबाट, ग्रेट युनिभर्सबाट अनि ग्यालेक्सिजहरूबाट आएको छन् हैन। हाम्रो अचानक पपुलेसन बढ्नुको कारण पनि त्यही हो। त्यसैगरी अब हामी आत्माहरूको बारेमा कुरा गर्ने हो भने हाम्रो आत्माहरूको पनि हाम्रो बेग्लै क्याटेगोरी हुन्छ हैन। जस्तै कोही आत्माको कला धेरै होला, कुनै आत्माको कला कम होला। वा कला भने के भन्दाखेरि यदि कुनै आत्माको कला धेरै छ भने मतलब यदि कुनै आत्माको कला बढी छ भने त्यो आत्मा चाहिँ बढी पावरफुल हुन्छ हैन। उसँग बढी गुणहरू हुन्छ। कला कम हुनु मतलब आत्माको पावर कम छ भन्ने कुरा बुझिन्छ। जति कला बेसी भयो त्यति आत्मा पावरफुल छ भन्ने कुरा बुझ्नु पर्यो। हाम्रो अहिलेको ब्रह्माण्डको क्रिएटर अथवा सोलर सिस्टमको क्रिएटर हाम्रो 1-2 कलाको 2-3 कलाको छ प्राय हैन। हाम्रो सोलर सिस्टम एउटा मात्रै छैन। हाम्रो अनेक ब्रह्माण्डहरू छन् हैन। सबैको हाम्रो त्यो ब्रह्माण्डको क्रिएटर 1-2 कलाको हुन्छ, 2-3 कलाको हुन्छ हैन। अब यहाँ अहिलेको हाम्रो तत्काल कुरा गर्दाखेरि चाहिँ जो आत्माहरू अहिलेको तत्काल पृथ्वीमा छन् हैन, यहाँ धेरै टाइपको कलाहरूको आत्माहरू छन्। कसरी भन्दाखेरि चाहिँ पहिला यो ब्रह्माण्डको क्रिएटरले बनाएको आत्माहरू मात्रै थिए। पछि अहिलेको कन्डिसनमा हेर्दाखेरि चाहिँ हाम्रो बेग्लै युनिभर्स, बेग्लै मल्टिभर्सहरू छन् हैन। ग्यालेक्सीहरूबाट हैन, अर्को सोलर सिस्टमबाट आत्माहरू आएको छन्। अनि उनीहरू पनि खासमा यहाँ घुम्नलाई आएको हुन्छन्। यहाँ अनि यसो के भइरहेछ, यहाँ चाहिँ कस्तो छ भनेर उनीहरू जस हेर्न आएको हुन्छन् हैन। अनि उनीहरू यहाँ आएपछि उनीहरूले एकचोटि अनुभव गर्न चाहन्छन् हैन। अनि अनुभव गर्नलाई उनीहरू जब यो पृथ्वीमा जन्म लिन्छन् त्यसपछि उनीहरू पनि फसेपछि उनीहरू अब त्यही मायामा फसे। त्यसपछि उनीहरू यो 5 तत्त्वको बडी लिएर घुमे हुन्छन्। त्यसपछि उनीहरू जन्म मृत्युको चक्रमा आएको है। अनि उनीहरू अनि आफ्नो क्रिएटरसँग फेरि उनीहरू जहाँबाट आएको हुन् उनीहरू त्यहाँ जान सक्दैनन्। अहिलेको कन्डिसनमा हेर्दा पनि हाम्रो इभन 50-60% भन्दा बेसी हाम्रो के छ, सबै बाहिरको आत्माहरू आएको छन्। यहाँको यो ब्रह्माण्डको क्रिएटरले बनाएको आत्माहरू प्राय सबै मनुष्य योनितिर गएको छन्। सरी मनुष्य हैन, मतलब के भन्छ पशु योनितिर हुन्छ। एकदम हाई क्वालिटीको आत्माहरू अहिले छन्। तर के छ भन्दाखेरि त्यो आत्माहरूलाई पनि ज्ञान छैन हैन। म कहाँबाट आएको, उनीहरू पनि यही भौतिक चिजहरूमै उनीहरू सबै फसिसकेका छन्। उनीहरूलाई केही पनि ज्ञान छैन हैन। आफू कहाँबाट आएको, आफ्नो क्रिएटर को हो हैन, म किन आएको, उनीहरूलाई केही पनि ज्ञान छैन हैन। उनीहरूले जस्ट यही पृथ्वीको मायामा फसिरहेछन्। पृथ्वीमा
जब मान्छेले शरीर धारण गर्छ त्यो मानिसको शरीर 5 तत्त्वले बनेको हुन्छ हैन, जसलाई हामी स्थूल शरीर भन्छौँ। 5 तत्त्व के हो? आकाश, वायु, अग्नि, पृथ्वी, जल। जुन हाम्रो जल र पृथ्वी तत्त्व हुन्छ, यो 2 तत्त्वले गर्दा हाम्रो शरीर चाहिँ देखिने गर्छ, भिजिबल हुन्छ हैन। र जब मान्छेको मृत्यु हुन्छ, अब मान्छेको मृत्यु भएपछि उनीहरूको त्यो भिजिबल तत्त्व थियो नि, जल र पृथ्वी, त्यो नष्ट हुन्छ। अनि त्यो नष्ट भएपछि त्यो मान्छेले 3 तत्त्वको शरीर धारण गर्छ, जसलाई हामी सूक्ष्म शरीर पनि भन्छौँ हैन। अनि त्यो शरीर चाहिँ हाम्रो यो 5 तत्त्वको शरीरले देख्न सक्दैन। त्यही भएर हाम्रो यो आँखाले त्यसलाई देख्न सकिँदैन हैन, त्यो हाम्रो इन्भिजिबल हुन्छ। अब त्यो सूक्ष्म शरीर उसले प्रयोग गरेर उसले माथिको आयाममा, माथिको डाइमेन्सनमा उसले ट्राभल गर्न सक्छ। अब माथिको आयाममा ट्राभल गर्नको लागि पनि उसको सूक्ष्म शरीरमा के भन्छ, भारीपन कम हुनु पर्यो। अब भारीपन भनेको कसरी आउँछ भन्दाखेरि चाहिँ यदि उसले जीवनकालमा आफ्नो कर्म राम्रो सुधारेको छ, होइन, कर्म राम्रो छ भने उसको शरीरको वायु तत्त्व हल्का हुन्छ। वायु तत्त्व हल्का भएपछि उसको सूक्ष्म शरीर पनि हल्का हुन्छ। अनि सूक्ष्म शरीर हल्का भएपछि उसले माथिको आयाममा, माथिको डाइमेन्सनमा उसले सजिलै ट्राभल गर्न सक्छ। जबसम्म उसको वायु तत्त्व हल्का हुँदैन तबसम्म उसले माथिको आयाममा ट्राभल गर्न सक्दैन। त्यही भएर पृथ्वीको कर्मको हिसाब किताब खाली गरेर मात्रै उसले माथिको आयाममा ट्राभल गर्न सक्छ। हिसाब किताब खाली गर्नु भनेको उसको सूक्ष्म शरीरलाई हल्का बनाउनु भनेको, कारण शरीरमा जुन रेकर्डहरू बसेको हुन्छ त्यसलाई नाश गर्नु। अनि त्यो नाश गरेपछि बल्ल उसको सूक्ष्म शरीरको वायु तत्त्व हाम्रो हल्का हुन्छ हैन। अनि हल्का भएपछि बल्ल हाम्रो वायु तत्त्व हल्का हुनु मतलब आकाश तत्त्व पनि हल्का हुन्छ। त्यो भएपछि बल्ल उसले माथिको आयाममा ट्राभल गर्न सक्छ। मरेपछि पनि मान्छेले आत्माले पनि तपस्याहरू गर्छन्। धेरै कम आत्माहरू हुन्थ्यो हैन, उनीहरूले हिमालयमा गएर तपस्या गर्छन्। त्यहाँ गएर तपस्या गरेर उनीहरूले आफ्नो वायु तत्त्वलाई हल्का बनाउँछन्। अनि हल्का बनाएपछि उनीहरूले फेरि माथिको आयाममा ट्राभल गर्न सक्छन्। अब त्यो गर्नाले उनीहरूलाई सूक्ष्म जगतका अरू आत्माहरू जुन राम्रो आत्माहरू हुन्छन् उनीहरूले उसलाई हेल्प गर्छन् हैन। यदि तँलाई तेरो शरीर यो गर्नु छ भने त यहाँ जो यहाँ गएर तपस्या गर भनेर भन्छन् हैन। जस्तै केदारनाथतिर भयो हैन, पशुपतिनाथतिर भयो, त्यहाँको चाहिँ वायुमण्डल राम्रो हुन्छ क्या, त्यहाँको पोजिटिभ इनर्जी हुन्छ। त्यो गर्दाखेरि चाहिँ अनि अर्को हिमालयनतिर के भन्छ, हिमालयनतिर तपस्या गर्दाखेरि उनीहरूको त्यहाँ नेगेटिभ इनर्जी अलिक कम हुन्छ हैन। त्यसपछि त्यहाँको वायुमण्डल, त्यहाँको एटमोस्फियर राम्रो भएपछि त्यही अनुसार त्यो आत्माको सूक्ष्म शरीरहरू चार्ज हुन थाल्छ। उसको कारण शरीर चार्ज हुन्छ। कारण शरीर भनेको के हो? कारण शरीरमा हाम्रो अनेकौँ जन्महरूको रेकर्ड बसेको हुन्छ। त्यसो भएपछि हामीले जिउँदै पनि हामीले आफ्नो आत्मालाई चार्ज गरेर हैन, हाम्रो जुन कर्म रेकर्डहरू हुन्छ त्यसलाई हामी हटाउन सक्छौँ। कसरी हटाउने भन्दाखेरि चाहिँ जुन हाम्रो परमात्मा हुनुहुन्छ हैन, परमात्मा वेदको परमात्मा हुनुहुन्छ, उहाँबाट हामीले परम लाइट लिनुपर्छ। उहाँबाट परम प्रकाश लिएपछि हाम्रो शरीरमा हाम्रो के हुन्छ, सूक्ष्म शरीर चार्ज हुन्छ, हाम्रो कारण शरीर चार्ज हुन्छ र यहाँ भएको सबै कर्महरू हाम्रो हट्छ। हटेपछि हामीले अनि बिस्तारै हाम्रो शरीर चार्ज हुन्छ, हाम्रो वायु तत्त्वहरू हल्का हुन्छ। अनि हामीले दिव्य दृष्टि पनि पाउँछौँ। पाएपछि हामीलाई थाहा हुन्छ कि हामी कहाँबाट आएको भनेर हैन, हाम्रो क्रिएटरको। बिस्तारै त्यो गरेपछि हाम्रो यो संसारप्रति हाम्रो बन्धन अलिक कम हुँदै जान्छ। त्यही भएर पृथ्वीमा हुँदै फेरि हामीले आत्मज्ञान प्राप्त गर्नुपर्छ भन्ने कारण त्यो हो। ओके, अब हामी कुरा गर्छौँ भूवर्लोकको बारेमा। यसको बारेमा एकदम कुरा धेरै छ हैन। म किनकि अहिले लोकहरूको बारेमा कुरा गर्दैछु हैन। यो लोकहरू सकेपछि पछि म भन्छु। मैले सकेसम्म मैले अहिले ओभरअल ज्ञान दिन खोजिरहेको छु हैन। मलाई अलिअलि थाहा भएसम्म मैले पनि यो हाम्रो बापुजीबाट ज्ञान लिएको हो सबै कुरा। मैले युट्युब भिडियो च्यानल सबै हालिदिएको छु, त्यहाँबाट हेर्दा भयो हिन्दी बुझ्नेले। अनि हाम्रो यहाँ वेबसाइट पनि छ हैन। अहिलेको समय यो वेबसाइट डाउन छ, कहिले आउँछ थाहा हुँदैन। म एउटा इङ्ग्लिसमा लेखेको
एउटा बुक छ हाम्रो होइन मल्टिभर्सको बारेमा, मल्टिभर्स कसरी क्रिएसन भएको, हाम्रो अर्थहरू ग्यालेक्सीहरू यसको बारेमा सबै लेखेको छ होइन। मैले नेपालीमा कन्भर्ट गरिरहेको छु। अनि यसपछि त्यो पनि हेर्दा भयो। म पछि म यो भएपछि म यो ट्रान्सलेट गरेपछि म हालिदिन्छु यो। अब हामी छौँ भूवर्लोकमा। अब भूवर्लोक भने के हो? हाम्रो पितृलोक हो भनेपछि थाहा भएको होला, सबैलाई थाहा नै छ। हाम्रो पितृ भनेको हाम्रो आफन्त, हाम्रो जो मरेपछि मानिसहरू जान्छ नि होइन, पितृलोकमा जान्छन् भन्छ नि होइन, त्यही हो हामीले भनेको पितृलोक भने। कहाँ हुन्छ? हाम्रो पृथ्वीभन्दा जसमाथि हुन्छ होइन। यहाँ चाहिँ जस्तै हाम्रो ध्रुवलोकहरू, सप्तऋषि लोकहरू होइन, नक्षत्र लोकहरू, अनि अर्को चन्द्रलोकहरू, सूर्यलोकहरू यहाँ पर्छ होइन। अब हामीले ध्रुवको बारेमा थाहा नै छ। हामीले जुन आकाशमा देखिन्छ नि ध्रुव तारा भनेर होइन, त्यो त्यही हो। त्यो कहाँ पर्छ? हाम्रो भूवर्लोकमा पर्छ होइन। हाम्रो पहिली ध्रुव को थियो? विष्णुको भक्त थियो भन्ने कुरा सबैलाई थाहा नै होला। थाहा छैन भने पनि मैले थाहा पाऊँ होइन। ध्रुवको बारेमा थाहा पाउनु छ भने युट्युबमा हेर्दा पनि भयो होइन। म यो सबै कुरा भन्दिनँ, ओभरअल म यो ब्रह्माण्डको बारेमा ज्ञान दिन गइरहेको छु होइन। अब पितृलोकमा बस्ने आत्माहरूले होइन, यदि उनीहरूलाई ज्ञान छ भने उनीहरूले त्यहाँबाट स्वर्गलोक पनि जान सक्छन्। त्यहाँ जाने बाटो हुन्छ होइन। त्यो जानलाई उनीहरूसँग पहिले त ज्ञान हुनु पऱ्यो होइन, अनि त्याग हुनु पऱ्यो। ज्ञान र त्याग हुन आवश्यक छ। अब कोही आत्मा भूवर्लोकबाट स्वर्गलोक गयो अरे। अब स्वर्गलोक गएपछि पनि स्वर्गलोक भनेको महामाया भनिन्छ। पृथ्वी त माया भइहाल्यो, स्वर्गलोक भनेको महामाया। स्वर्गलोकमा तपाईँको ज्ञान अलिकति पनि हुँदैन, त्यहाँ पुरै भोगै भोग, सबै भोगी हुन्छन्, देवताहरू सब भोगी हुन्छन्। पृथ्वीमा कम्तीमा ज्ञान त हुन्छ, भोग पनि हुन्छ, ज्ञान पनि त अलिअलि भइरहेको हुन्छ होइन। पृथ्वीमा कहिलेकाहीँ पुराण लगाइरहेको हुन्छन्, कता के गरिरहेको हुन्छन् होइन, पूजाआजा भइरहेको हुन्छ। अनि उसले त्यहाँ गएर फेरि ऊ स्वर्गलोक गएर फसेपछि फेरि के हुन्छ? फेरि ऊ झरेर पृथ्वीमा आउँछ। अनि यसरी फेरि चक्र घुम्यो घुम्यो पृथ्वीमा आएपछि आउने भने खतरा हो पृथ्वीमा। नै यति यहाँ पनि त्यस्तै माया छ होइन। यहाँ पनि मान्छेसँग ज्ञान हुँदैन, सबै कुरा बिर्सिन्छ। बिर्सेपछि अब घुमेको घुम्यो, अथवा त्योभन्दा पाप कर्म गरेर झन् मुनि जान्छ, झन् मुनि झर्छ, पातल लोकहरूमा जान थाल्छ होइन। अनि जो पापी आत्माहरू हुन्छ उनीहरूको सूक्ष्म शरीरमा भारी पनि धेरै हुन्छ होइन, किनकि उनीहरूको वायु तत्त्वहरू भारी भइदिन्छ। उनीहरूको नकारात्मक ऊर्जाले गर्दा उनीहरूको शरीर भारी भइदिन्छ। अनि उनीहरूको वायु तत्त्व भारी भएपछि के हुन्छ? उनीहरूको सूक्ष्म शरीर पनि भारी हुन्छ होइन। अनि भारी भएपछि उनीहरूले माथिको आयाममा ट्राभल गर्न सक्दैनन्। त्यो पापी आत्माहरू अनि के गर्छन्? भूत प्रेत भनेर त्यत्तिकै घुमिरहेको हुन्छन्। त्यसकारण ध्यान गर्नाले आत्माको सूक्ष्म शरीरले उच्च आयामहरूमा सर्वोच्च प्रकाशलाई अवशोषित गर्दछ र शुद्ध हुन्छ। मतलब कि ध्यान गरेपछि के हुन्छ? माथिको उसको सूक्ष्म शरीर भित्र कारण शरीर हुन्छ होइन, त्यो चार्ज हुन्छ। त्यो चार्ज भएपछि उसको वायु तत्त्वमा हल्कापन आउँछ। अनि हल्कापन आएपछि उसले माथिको आयाममा ट्राभल गर्न सक्छ। त्यही भएर पापी आत्माहरू चाहिँ पृथ्वीको 200 किलोमिटर भन्दा बाहिर जान सक्दैन। उनीहरूको त्यो पृथ्वीको ग्राभिटीले होइन, ग्राभिटीले त्यो आत्माहरूलाई तानिहाल्छ। किनकि उनीहरूको शरीरमा यति पाप भरेको हुन्छ नि। पाप भएपछि उनीहरूको शरीर भारी भइदिन्छ। भारी भएपछि उनीहरू चाहेर पनि माथि जान सक्दैनन्। अब कुरा हो त्यसो भए यो सूक्ष्म शरीर भारी कसरी हुन्छ भन्ने कुरा होइन। सुखको लागि जस्तै तृष्णा भयो, भौतिक चिजहरूप्रति आसक्ति हुन्छ होइन, शरीर र शारीरिक आफन्तहरूप्रति आसक्ति, इच्छाहरू पुरा गर्न पापहरूको प्रतिबद्धताको कारण होइन, त्यसमा आत्माहरूको सूक्ष्म शरीर धेरै कमजोर हुन्छ। त्यही भएर हामीले आसक्ति धेरै हुनु भएन होइन। हाम्रो आफन्त होस् या भौतिक चिजहरूको होइन, त्यसमा हामी आसक्त लिन भएर त्यसमा लिन हुनु भएन भन्ने कुरो हो। त्यसकारण एउटा शुद्ध आत्मा जसको मन शान्त छ र सधैँ भगवानको विचार गर्छ होइन, उसको मृत्युपछि यो भौतिक संसार, यो भौतिक शरीर छोडेर उसले उच्च आयामतिर ट्राभल गर्छ। भूवर्लोकमा धेरै हाम्रो सात्विक आत्माहरू देखिन्छ होइन। उनीहरू देवी देवताको स्मरणमा बस्छन् होइन, भगवानलाई सम्झिन्छन्। त्यहाँ असल आत्माहरू हुन्छन् होइन। मैले अघि भने जस्तै
हिमालयको पर्वतहरूमा प्राय आत्माहरू आफ्नो गोला बनाउँछन्। एउटा गोला बनाएर त्यहाँ एउटा ग्रुपमा जस्तै 5000को ग्रुप बनाउलान्, कसैले 10,000को ग्रुप बनाउलान्। ग्रुप बनाएर उनीहरू त्यहाँ तपस्या गर्छन् होइन। अहिलेको हाम्रो हिमालयमा धेरै गोलाहरू बनाएका छन् र उनीहरू तपस्या गर्छन्। अनि तपस्या गरेर उनीहरूले आफ्नो शरीरलाई चार्ज गरिरहेको हुन्छ होइन। जस्तै हाम्रो कैलाश मानसरोवरतिर भयो, बद्रीनाथ, केदारनाथ, मैले अघि भने जस्तै त्यसरी उनीहरू त्यहाँ बसेर आफ्नो शरीरलाई हल्का बनाउन र शक्तिशाली बनाउनलाई उनीहरू आफ्नो सुक्नु शरीरलाई शक्तिशाली बनाउन उनीहरू त्यहाँ बसेर तपस्या गरिरहेको हुन्छन् होइन। र मैले अघि के भनेको थिएँ, कारण शरीरलाई पनि चार्ज गर्नुपर्छ भने होइन। तर यहाँ बसेर उनीहरूले आफ्नो बाह्य तत्त्वलाई चार्ज गर्लान्, तर कारण शरीरलाई चार्ज गर्न सक्दैन होइन। कारण शरीरमा के हुन्छ, अनेक जन्महरूको रेकर्डहरू हुन्छ, उनीहरूको विचारहरू हुन्छ जुन होइन, उनीहरूको विचारहरू, इच्छाहरू सबै त्यहाँ कारण शरीरमा रेकर्ड भएर बसेको हुन्छ। अनेक जन्ममा गरिएको कर्महरू सबै त्यहाँ रेकर्ड भएको हुन्छ होइन। त्यही भएर जन्मदै फेरि हामीले परम लाइट जुन हाम्रो परम बेहदको परमपिताबाट हामीले त्यो लिन सक्छौँ होइन। त्यो लिएर मात्रै हामीले हाम्रो कारण शरीरलाई हामीले हल्का बनाउन सक्छौँ, चार्ज गर्न सक्छौँ होइन। कि त हामीले पछि कारण जगतमा ट्राभल गर्नु पऱ्यो, अब त्यसको बारेमा पछि भन्छु। त्यही भएर चाहिँ हामीले जन्मदै फेरि हामीले के गर्नु पऱ्यो, हाम्रो कारण शरीरलाई चार्ज गर्नु पऱ्यो भन्ने कुरो यही हो। कि त मरेपछि हामीले कारण जगतमा पुगेर हामीले हाम्रो कारण शरीरलाई चार्ज गर्नु पऱ्यो, अनि त्यो सूक्ष्म शरीर हामीले कन्भर्ट गरेर कारण शरीरमा लानु पऱ्यो। हाम्रो के भन्छ 500देखि 1000 किलोमिटरसम्म चाहिँ हाम्रो के भन्छ नेगेटिभ इनर्जीहरू, नेगेटिभ आत्माहरू त्यहाँ बसिरहेको हुन्छन् होइन। अनि मरेपछि कोही आत्मा यो पृथ्वीबाट सुरु गरेर अब उसलाई ज्ञान भयो अरे, उसले कोही सूक्ष्म जगतबाट कसैले कुनै राम्रो आत्माले उसलाई ज्ञान दियो अरे, अब उसले माथि जाने ट्राभल गर्ने प्रयास गर्यो भने जुन यो नेगेटिभ आत्माहरू बसेको हुन्छन् उनीहरूले उसलाई जान रोक्छ होइन। मैले भने 500देखि 1000 2000सम्म 1000सम्म हुन्छ भनौँ नेगेटिभ इनर्जीहरू उनीहरूले। त्यही भएर पनि हामीले जन्मदै फेरि प्रयास गर्नुपर्छ भन्ने कारण त्यही हो। मरेपछि पनि हामीलाई ज्ञान छ भने पनि त्यो आत्माहरूले हामीलाई रोक्न सक्छ होइन, हामीलाई गाह्रो हुन्छ पछि पनि। त्यही भएर हाम्रो के छ, भूवर्लोकलाई के भन्छ अरे पितृलोक भनिन्छ, हाम्रो पुर्खाहरूको वासस्थान हो। अब पितृहरूको बारेमा चाहिँ म पछि स्पेसल हाम्रो बाबुजीले बनाउनु भएको छ भिडियो, त्यसको बारेमा म हेरेर रिसर्च गरेर म अझै स्पेसल भिडियो बनाउँछु। पहिले यो ब्रह्माण्डको बारेमा सक्छु, त्यसपछि पछि म बनाउँछु यसको बारेमा, भूत प्रेतहरूको बनाउँछु होइन, कसरी काम गर्छ उनीहरूले कसरी दुःख दिन्छ होइन। ल आजले यति।